नमस्कार साथीहरू। अहिले संसारमा परमाणु बमदेखि लिएर खतरनाक भाइरससम्म धेरै चिजहरू छन् जसले सम्पूर्ण विश्वलाई नष्ट गर्न सक्छ। र केही वर्ष अघि कोरोनाले सम्पूर्ण विश्वको सिस्टमलाई नै हल्लाएको थियो। यो एउटा भाइरसले सारा संसारलाई झन्डेजस्त पारेको थियो। ग्लोबल वार्मिङ र मानव लापरवाहीको कारणले पनि मानिसको वजन मेटिन सक्छ। त्यसको बारेमा हामी अन्तिममा कुरा गर्नेछौँ। त्यस्तै अहिले पनि संसारमा परमाणु बमदेखि लिएर खतरनाक भाइरससम्मका धेरै कुराहरू छन् जसले सम्पूर्ण विश्वलाई ध्वस्त पार्न सक्छ। त्यो एउटा कोरोना भाइरसले सारा संसारलाई ठप्प पारेको थियो। र एक समय यस्तो लाग्थ्यो कि यो भाइरसले सारा संसारलाई मार्नेछ र मानव सभ्यता नै संसारबाट मेटिनेछ। यस संसारको जनसङ्ख्या करिब 8 अर्ब अर्थात् 800 करोड छ र यो संसारबाट एकैपटक सबै मानिसहरू हराउन अथवा मर्न लगभग असम्भव नै छ। तर के तपाईले कहिले सोच्नु भएको छ यदि यस्तो वास्तवमा नै भयो भने के हुन्छ त? मतलब यदि भविष्यमा कुनै अर्को भाइरस आयो र यसले सम्पूर्ण संसारका सबै मानिसहरूलाई नष्ट गर्यो भने यो पृथ्वीको अवस्था कस्तो हुनेछ? अनि अहिले हामी बसिरहेको घरहरूको हालत के हुनेछ? मान्छेले बनाएका ठुला ठुला बाँध, ठुला ठुला भवनहरू जस्तै बुर्ज खलिफा, आइफिल टावर, काठमाडौँको धरहरा, मिश्रको पिरामिड, अनि हाम्रो केपीबालले बनाएको दमकको भ्यू टावर, त्यस्तै चाइनाले बनाएको ग्रेट वलको अवस्था के हुनेछ त? अनि ती न्युक्लियरका ठुला ठुला भट्टीहरूमा के कस्तो प्रभाव देख्न सकिन्छ? हाम्रो पृथ्वी मान्छे बिना 1 लाख वर्षपछि कस्तो देखिन्छ? आज हामी यिनै विषयमा चर्चा गर्न गइरहेका छौँ। साथीहरू, भिडियो स्किप नगरी अन्त्यसम्म हेरेर हाम्रो यात्रालाई साथ दिनुहोला। अब एक लाइक गर्दै भिडियो सुरु गरौँ। हाम्रो पृथ्वीमा करिब 2 लाख वर्ष पहिले मानिसको जन्म भएको थियो, जसको वैज्ञानिक नाम होमो सेपियन्स हो। यो अफ्रिकाबाट आएको हो, जसले जतिसुकै ठुला कुरा गरे पनि पृथ्वीमा रहेका सम्पूर्ण मानव जातिका पूर्वजहरू यही ठाउँबाट आएका हुन्। अब यो त मानव जातिको जन्मको कुरा भयो। अब यही मानव प्रजातिको एकैपटक सबैको अन्त्य भयो भने के हुन्छ त? यो पृथ्वीमा अचानक नयाँ भाइरस आएर धेरै छिटो हावा र पानीसँग मिसियो। यसले गर्दा संसारभरका मानिसहरू एकैपटक मरे र सबै मानवहरू केही दिनमै यस पृथ्वीबाट हराए। अथवा ग्लोबल वार्मिङको कारण कुनै आपत आएर सबै मान्छे एकैपटक मरे। अब हाम्रो दिमागमा पृथ्वीबाट मानव सभ्यताको मात्र अन्त्य भएको कुरा हामीले सम्झाउनु पर्छ। अर्थात् मानिस बाहेक अन्य सबै प्रकारका जीव जन्तु, पशु पन्छी अनि सबै रुख बिरुवा र वनस्पतिहरू पृथ्वीमै रहिरहनेछन्। अब भाइरसको नाम सुनेपछि यसलाई विल स्मिथको लेजेन्ड फिल्म जस्तो नठान्नु होला, किनभने विल स्मिथलाई भाइरसको एन्टिडोज बनाउन छोडिएको थियो। तर हाम्रो यो भिडियोमा एकजना पनि हिरो बाँचेका छैन, न त केपीबा नै बाँचेका हुनेछन् बेसर पानी खुवाउन। यदि यो पृथ्वीबाट अचानक मानव जातिको अन्त्य भयो भने त्यसको प्रत्यक्ष प्रभाव सबैभन्दा पहिले पृथ्वीको माथि घुमिरहेका सेटेलाइट अर्थात् मानव निर्मित उपग्रहमा पर्नेछ। किनभने यसलाई चलाउने व्यक्ति अब यो पृथ्वीमा एकजना पनि रहने छैन, जसका कारण यी सेटेलाइटहरू एकअर्कासँग ठोकेर फुट्नेछन् र यसको मल्ला मतलब बडी पार्ट लाखौं वर्षसम्म हावा र स्पेसमा रहिरहनेछ। अब 72 घण्टापछि बत्ती आपूर्तिमा समस्या हुनेछ, किनकि विद्युत आपूर्ति गर्ने पावर प्लान्ट मानिस नभएका कारण बन्द हुनेछन् र रात पर्ने बित्तिकै झिलिमिली हुने युरोप, अमेरिका लगायत सम्पूर्ण पृथ्वी गहिरो अन्धकारमा डुब्नेछ। अब यो पृथ्वीमा मानिस नभएपछि सबैभन्दा पहिले मुसाहरूले राज गर्नेछन्। मान्छेले छोडेर बाँकी रहेका सबै खानेकुराहरू मुसाहरूले खान थाल्नेछन् र त्यो बेला यो पृथ्वीका जति पनि बाँकी रहेका घर छन् त्यहाँ मुसाहरूले भरिभराउ हुनेछन्। एक हिसाबले उब्रिएका सबै खानेकुरा मुसाहरूले खान पाउनेछन् र केही वर्षभित्र मुसाको संख्या अहिले भन्दा लाखौं गुणा बढी हुनेछ। तर यो त एउटा सानो समस्या हो, किनभने अझै ठुलो खतरा आउन त बाँकी नै छ। र त्यो खतरा परमाणु भट्टीको अर्थात् आणविक भट्टीको। संसारमा कुल 441 आणविक भट्टीहरू छन् र तिनीहरूलाई चिसो राख्न कुलिङ टावर चाहिन्छ र यसलाई चलाउन वाटर पम्प चाहिन्छ र वाटर पम्पलाई सञ्चालन गर्न विद्युत चाहिन्छ। जब त्यहाँ विद्युत पुग्न बन्द हुन्छ अनि त्यो चिसो बनाउन असक्षम हुनेछ र यसको तापक्रम बिस्तारै बढेर जानेछ। यसले गर्दा पृथ्वीको तापक्रम बढ्न थाल्छ। न्युक्लियरका भट्टीहरूमा ठुला ठुला विस्फोट हुनेछन्, चारैतिर तबाही र बर्बादी मात्र देखिनेछ। यो एउटा मात्र समस्या हुने छैन, किनभने यहाँ मानव निर्मित संरचना
संरचनाहरू धेरै छन्। तिनीहरू कुनै पनि म्यानुअल व्यवस्थापन बिना भत्किन थाल्नेछन्। हाम्रो जलविद्युत आयोजना पनि काम गर्न बन्द गर्नेछन् र नदी समुद्रका किनारमा रहेका आधा भन्दा धेरै सहरहरू पानीमा डुब्नेछन्। अर्थात् संसारको ठूलो भाग पानीमा डुबेको हुनेछ र जताततै पानी नै पानी देखिनेछ। संसारभरि प्रलयको दृश्य देखिनेछ। अब केही दिनपछि प्रकोपको दबाव क्रमशः कम हुन थाल्छ र पृथ्वीको तापक्रम पनि सामान्य हुन थाल्नेछ र आकाश पूर्ण रूपमा सफा हुनेछ र हामीबाट फैलेको प्रदूषण पनि समाप्त हुनेछ। अर्थात् मानवबाट फैलाएको जति पनि प्रदूषणहरू छ ती सबै सकिनेछन् र केही दिनपछि आकाश यति सफा हुनेछ कि धेरै ताराहरू र आकाशीय पिण्डहरू टेलिस्कोप बिना पनि नाङ्गो आँखाले मजाले देख्न सकिन्छन्। तर अफसोस हाम्रो धरतीमा कोही पनि यो दृश्य हेर्नका लागि जिउँदो रहने छैनन्। यो धरतीमा मानिस नभएका कारण मानिसले बनाएका सबै कुरा ध्वस्त भइसकेको हुनेछन्। ठुला ठुला झाडी जंगलहरू बाहिर निस्कनेछन्। ठुला ठुला घरहरूमा पिपल उम्रेर ठुला ठुला जरा घरबाट बाहिर झुन्डिरहेको हुनेछन्। संसारभरि बर, पिपल, सखुवा जस्ता ठुला ठुला रुखहरू फैलिनेछन्। बुर्ज खलिफा, काठमाडौँको धरहरा, केटीबाको दमकको भ्यू टावर जस्ता सुन्दर भवनहरूको अवस्था खराब हुनेछ र तिनीहरू जीर्ण अवस्थामा भुइँमा खस्न थाल्नेछन्। अब काठमाडौँ शहर र मोरङको चारकोसे जंगलमा खासै भिन्नता रहने छैन। जताततै झाडी र रुखहरू हुनेछन्, किनभने जहाँ कुनै पनि प्रदूषण छैन त्यहाँ धेरै भारी मात्रामा वर्षा हुनेछ, जसले गर्दा रुखहरू फस्टाउनेछन् र जंगली जनावरहरू पनि जताततै नेपालभरि नै निर्भय भएर डर नमानी घुमिरहनेछन्। एक हिसाबले डेमोक्रेसी त त्यो बेला जनावर र रुख बिरुवा आउनेछ। तर चिडियाखाना जस्ता मानव सञ्चालित ठाउँहरूमा अवस्था खराब हुनेछन्, किनभने त्यहाँ कैद गरेका जनावरहरू खाना नपाएर पहिले नै सुरुमै मर्नेछन्। अब यदि हामी समुद्रका कुरा गर्छौँ भने समुद्री जीवका लागि अहिलेसम्मकै सबैभन्दा हानिकारक कुरा हामीबाट समुद्रमा फालिने फोहोर र प्रदूषण हो। मानव जातिको अन्त्यले समुद्रमा हुने फोहोर र प्रदूषण धेरै हद मात्रामा कम हुनेछ र माछाको संख्या पनि तीव्र गतिमा बढ्न थाल्नेछ र त्यो माछा खान हामी हुने छैनौँ। केही समयपछि केही बाँचेका घरपालुवा जनावरहरू तिनीहरूको आफ्नै पुरानो रूपमा फर्कन थाल्छन्। घरपालुवा कुकुरहरू अब सिकारी कुकुर र जंगली कुकुरहरू हुनेछन्। यो समयमा फलामले बनेको फ्रान्सको आइफेल टावर पनि पूर्ण रूपमा ध्वस्त हुनेछ। त्यसै गरी चराचुरुङ्गी र बिरुवाहरू पनि पुरानै स्वरूपमा फर्किनेछन्। मानव जातिको लोभको कारण CO2 अर्थात् कार्बन डाइअक्साइड ग्यास वायुमण्डलबाट पूर्ण रूपमा गायब हुनेछ, जसले गर्दा वातावरण पूर्णतया स्वच्छ हुनेछ। धेरै कम CO2 को कारण यो निश्चित छ कि ग्लोबल वार्मिङ धेरै नै कम हुनेछ, जसले गर्दा पृथ्वीको तापक्रम करिब अहिले भन्दा 2.5 डिग्रीले घट्नेछ अनि फेरि पृथ्वीमा एकपटक आइस एज आउनेछ। पृथ्वीको जीवनमा आउने यस्तो युगलाई हिमयुग भनिन्छ, जहाँ पृथ्वीको सतह र वायुमण्डलको तापक्रम लामो समयसम्म घट्छ, जसका कारण महाद्वीपको ठूलो भूभाग अर्थात् जमिन क्षेत्रमा हिउँ फैलिएको हुनेछ। यस्ता बरफ युगहरू पृथ्वीमा धेरै पटक आइसकेका छन् र भविष्यमा पनि भइरहने वैज्ञानिकहरू बताउँछन्। वास्तवमा अहिले पनि हिमयुगको समय धेरै अगाडि आइसक्थ्यो, तर हाम्रो जनसङ्ख्या धेरै भएको र अर्को कुरा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढी भएकोले हिमयुग आउनबाट रोकिएको छ। तर मानव नहुँदा कार्बन डाइअक्साइडको कमी रहने र पृथ्वीको उत्तरमा रहेको पुरै भाग बरफमा डुब्नेछ। साथै समुद्रको पानी पनि 50 वर्षपछि बरफमा परिणत हुनेछ। पृथ्वीमा मानव जातिको नाम निशान पनि पूर्ण रूपमा ध्वस्त हुनेछ। मानव निर्मित चिजहरू पनि मिस्र र मेक्सिकोमा रहेका विशाल ढुङ्गाले बनेका पिरामिड अनि चाइनाको ग्रेट वल मात्र बाँकी रहनेछन्। करिब 10 करोड वर्षपछि यस पृथ्वीमा मानव सभ्यताको स्थान लिन धेरै प्राणीहरू एक आपसमा लड्नेछन्। चिम्पान्जी र मानवको DNA विशेषता 98% सम्म मिल्ने भएकाले यो 2% को मात्र भिन्नताले गर्दा क्रमशः चिम्पान्जीले पृथ्वीमा मानव सभ्यताको स्थान लिने सम्भावना प्रबल छ। यद्यपि 100 मिलियन वर्षपछि अहिलेका होमोसोपियन मानव जातिको नाम निशान हराउनेछ। चन्द्रमामा मानव जातिको पाइलाको छाप पनि नष्ट हुनेछ। तर पृथ्वीमा यी चिम्पान्जीहरूले आफ्नो नयाँ प्रजातिको साथ अर्को मानव जातिको संसारको सुरुवात गर्नेछन्। नआत्तिनुहोस्, किनभने यो अवस्था अहिले नै आइहाल्नेवाला छैन। तपाईलाई के लाग्छ कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। अब फेरि हामी भिडियोतिरै लागौँ। होमोसोपियन जातिको मानव सभ्यता खत्तम हुनुमा अर्को मेन कारण ग्लोबल वार्मिङ पनि हुन सक्छ। यो मानिसबाट गरिएको प्रदूषणको नतिजा हो। यदि ग्लोबल वार्मिङकै कारण मानव सभ्यता नै मासिए भने पनि त्यसरी नै पृथ्वीले नयाँ रूप फेर्नेछ। फरक यति मात्र हुनेछ कि ग्लोबल वार्मिङको कारणले गर्दाखेरि मान्छे गायब हुने भयो भने अगाडि नै प्रलय, भूकम्प, बाढी, पहिरो आउनेछ भने भाइरसको कारण त्यस्तो अवस्था आउँदाखेरि चाहिँ पछि प्रलय आउनेछ।
किनभने यी सबै व्यवस्थापनहरू मानिसको दैनिक हस्तक्षेपले मात्र सञ्चालन हुन्छ। यदि एकाएक सबै मानवहरू अदृश्य भयो भने ती प्रणालीहरू क्रमशः विफल हुँदै जान्छ। पहिलो दिन नै संसारभरि रहेका इन्धनमा आधारित पावर प्लान्टहरू बन्द हुनेछन्, किनभने तिनलाई सञ्चालन गर्न मानिसहरू आवश्यक पर्छ। विद्युत उत्पादन रोकिने बित्तिकै सहरहरू अन्धकारमय बन्नेछन्, कल कारखानाहरू बन्द हुनेछन् र आधुनिक प्रविधिहरूले काम गर्न छाड्नेछन्। तर यो सुरुवात मात्र हो। बिजुली अभावले आणविक ऊर्जा केन्द्रमा सङ्कट पर्नेछ, बाँध र जलसाय बिना नियन्त्रण असफल हुनेछन्, ड्याम प्रणाली ध्वस्त हुनेछ र घरपालुवा जनावरहरू भोकले मरिहाल्नेछन्। तर अर्कोतर्फ प्रकृति बिस्तारै आफ्नो पुरानो स्वरूपतिर फर्किन थाल्नेछ। सहरका संरचनाहरू भत्केर जङ्गलमा परिणत हुनेछन् र हजारौं वर्षपछि पृथ्वीमा मानव अस्तित्वको केवल केही चिन्ह मात्र बाँकी रहनेछ। यो परिकल्पना सुन्दा रोचक लागे पनि यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्न बाध्य पार्छ। हाम्रो उपस्थितिले पृथ्वीलाई कसरी प्रभाव पारिरहेको छ? के हामीलाई वातावरण र प्रकृतिसँग सन्तुलित जीवनयापन गर्न सकेका छैनौँ त? यदि मानिसहरू नभएपछि पृथ्वी बिस्तारै सुध्रिन थाल्छ भन्ने यसको अर्थ के हो? यस विषयमा गहिरेर सोच्दा हामीले हाम्रो संसारलाई जोगाउने उपायबारे पनि विचार गर्नुपर्छ। हामीलाई लाग्छ पृथ्वी हाम्रै लागि बनाएको छ, तर वास्तवमा यो के हो भने हामी यो ग्रहका केवल अतिथि मात्र हौं, अर्थात् पाहुना मात्र हौं। यदि हामीले आफ्नो जीवनशैली परिवर्तन नगरेर प्रकृतिमाथि अत्याचार गरिरह्यौं भने प्रकृतिले आफ्नो मार्ग फेर्नेछ र हामीलाई आफ्नो स्थानबाट हटाइदिनेछ। अब समय आइसकेको छ कि हामीले सोच्नुपर्छ, हामी पृथ्वीका संरक्षक बन्ने कि यसको विनाशकर्ता। यदि हामीले प्रकृतिलाई सन्तुलित राख्न सकेनौं भने प्रकृतिले नै हामीलाई हटाएका आफ्नो सन्तुलन पुनः कायम गर्नेछ। यो संसार हामी बिना पनि रहन सक्छ, तर हामी पृथ्वी बिना अस्तित्वमा रहन सक्दैनौँ। मानव जातिले प्रगतिको नाममा प्रकृतिमाथि असाधारण हस्तक्षेप गरिरहेको छ। उद्योग धन्दा, प्रविधि र भौतिक विकासको नाममा हामीले पृथ्वीलाई ठूलो क्षति पुर्याएका छौँ। वन विनाश, जलवायु परिवर्तन, प्रदूषण आज हाम्रो समाजका मुख्य समस्याहरू बनिसकेका छन्। यसलाई सन्तुलन कायम गर्ने कुनै उपाय छैन त? यदि मानिसहरू एकाएक पृथ्वीबाट गायब भयो भने वातावरण स्वतः सुधारिन थाल्छ भन्ने परिकल्पनाले स्पष्ट पार्छ कि समस्या प्रकृतिमा होइन, हामी मानिसहरूको व्यवहारमा छ। हाम्रो उपस्थितिले पृथ्वीलाई दोहोरो प्रभाव पारिरहेको छ। एकातिर हामीले प्रविधिको माध्यमबाट जीवनलाई सहज बनाएका छौँ, तर अर्कोतिर यही प्रविधि अनियन्त्रित रूपमा प्रयोग गर्दा पृथ्वी सङ्कटमा परेको छ। मानिसहरू नभएपछि पृथ्वी बिस्तारै पुनःस्थापित हुन थाल्छ भन्ने तथ्यले प्रमाणित गर्छ कि हामीले पृथ्वीलाई सन्तुलित रूपमा उपभोग गर्ने सिक्न जरुरी छ। साथीहरू, आजलाई भिडियो यति नै। अर्को भिडियोमा भेट्ने बाचा गर्दै गुड बाई।